सो लस्तो नमस्ते, फेरि पनि स्वागत छ यहाँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा। न्यू डे न्यू भ्लगको अपडेट सँगसँगै यहाँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने ठुलो आशा लिएको छु र म पनि अहिलेसम्म एकदमै सन्चै आरामै भएको जानकारी यहाँहरूलाई गराउँदछु होइन। आज चाहिँ म र मेरो साथी, हुन त साथीहरू टन्नै थियो है, पानी पऱ्यो, कोही अघि कोही पछि भयो, कोही गइसक्यो। हामी चाहिँ पानी परेर यहाँ बसिरहेको थियौँ। हामी मेन टार्गेट चाहिँ के अरे हाम्रो आज कुङ्गरमा त्यहाँ प्रोग्राम थियो नि त, नगुर कुङ्गरमा। त्यहाँ प्रोग्राम हेरेर यता फर्किएको थियौँ वागामा। त्यो भिडियोहरू पनि म मिलाएर हालिदिन्छु होइन, के कस्तो हुन्छ सबै अब मिलाएर होइन। त्यो अघि पछि के छ अब सबै त्यो मिलाएर म अपडेट गरिदिन्छु। सबैजनाले हेरेर रमाइलो गर्नु होला। त्यहाँ अब हाम्रो यो झाँक्री नाच होइन, बोम्बो नाच भन्छ होइन, बोम्बो नाच, झाँक्री नाच सबै मैले खिचेको छु, त्यो सबै म अपडेट गरिदिन्छु होइन। सो अब अहिले चाहिँ हामी टक्क त्यहाँबाट आएर टक्क लगाएर यहाँ वागामा आइपुगेको छौँ। यहाँ अगाडि हेराह भन्छ है, पहिलो हेराह भन्थ्यो हामीले। र एउटा भनाइ चाहिँ के थियो भने यो पोखरीको चाहिँ पहिलोको मान्छेहरूले चाहिँ के भन्थ्यो भने यो पोखरी चाहिँ यहाँ भरेर गयो भनेदेखि चाहिँ यो गैरवासीहरू चाहिँ एकदमै धनी हुन्छ भन्ने एउटा भनाइ थियो होइन। त्यो चाहिँ के कस्तो हो त्यति साह्रो थाहा भएन। पहिलाको मान्छेहरू चाहिँ त्यस्तो भन्थ्यो। ओ यो झोलो बोक न। सो गाइस अब त्यही नै हो। हामी अब यहाँ यतातिर यसो के अरे अब यतातिर यसो हेर्छौँ होइन, के रहेछ यहाँनिरको दृश्यहरू यसो देखाउँछु म तपाईँहरूलाई। अनि त्यहाँबाट त्यहाँ माथि पनि जान्छौँ होला। अब यहाँसम्म आएपछि त्यहाँसम्म किन नजानु। सो यतातिरको दृश्य यस्तो छ होइन, चलपल टक्क लाएर भर्खरै पानी परेको छ कि गाइस, पानी परिरहेछ अझै पनि अलिअलि त। त्यही पनि धेरै भयो नि त, म त यहाँनिर नआएको अहिले। पहिलाभन्दा अलिकति परिवर्तन पनि भएको छ यो ठाउँहरू पनि। अब बिस्तारै विकास हुँदैछ होइन। पहिला र अहिलेमा अलि धेरै नै परिवर्तन भइसकेको छ जस्तो लाग्छ मलाई। पहिला यो चिजहरू बनाएको थिएन, यो स्टेज बनाएर रहेछ, प्रोग्राम भइरहेको हुन्छ न्यु इयरमा होइन। त्यो हुनाले गर्दाखेरि चाहिँ अब यस्तो बनाएको छ यहाँनिर। यता राम्रै छ तल पनि टक्क लगाएर यहाँनिर यस्तो छ। तल ग्राउन्ड छ गाइस। न्यु इयरमा चाहिँ एकदम ठुलो म्याच हुने ग्राउन्ड यही हो वागाको। न्यु इयरमा त मान्छे बवाल हुन्छ नि त यहाँनिर त। यता माथितिर पुरै ग्राउन्ड पनि दामी छ, पुरै दुबो पलाएको छ है। मान्छे खेलाडीहरू अब लड्यो भने खासै त्यस्तो समस्या हुँदैन यो ग्राउन्डमा, एकदम राम्रो छ नि त। अब त्यहाँ माथि जाने भनेको गाइस यहाँदेखि चाहिँ एकदम ठाडै उकाली छ होइन, उकाली चढ्नुपर्ने हुन्छ। त्यहाँ माथितिर अलि राम्रो ठाउँहरू निर्माण भएको छ अहिले पछिल्लो समयमा। अब त्यहाँनिर यसो गएर हेर्न मन छ, टक्क लगाएर यसो देखाइदिन्छु म तपाईँहरूलाई पनि। मेरो भिडियो मार्फत हेरेर मनोरञ्जन लिनु होला। सो त्यही नै हो गाइस, खै के भन्नु र। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब गरिदिनु होला। हिजो आज म एकदमै बिजी छु गाइस, भ्लगहरू त्यति अपडेट पनि भइरहेको छैन। हुन त अब भ्लग जति अपडेट गर्ने त्यही नै हो। हजुरहरूले खासै मन पनि पराइरहेको छैन, खासै त्यस्तो राम्रो रियाक्सनहरू पनि आइरहेको छैन मेरो भ्लगमा। अब खै लाइक कमेन्टहरू नि आउँदैन, भ्युज पनि आउँदैन होइन। त्यही पनि अब जसो तसो बनाइरहेको छु बनाउनु त। ओके गाइस, अब यहाँदेखि त्यहाँ माथि जान्छौँ होइन। यहाँ माथितिरको दृश्यमा यहाँबाट छर्लङ्ग पारिदिन्छु तपाईँहरूलाई टक्क लगाएर। अब माथिबाट यता किमदङ देख्छ होइन, कहाँ देख्दो रहेछ माथिबाट यसो हेऱ्यो नि, त्यहाँ गणेश हिमाल पनि देख्थ्यो। आज कस्तो, आज फेरि मौसमै ठिक छैन कि, आज चाहिँ देख्दैन होला। कस्तो त्यो भइरहेको छ कि 4-5 दिन भयो नि त पानी परेको भएको, एकदम बेसरी त होइन, अलि हल्का पानी पर्ने। त्यहाँबाट आकाश चाहिँ अलि कस्तो भइरहेको छ क्या, अँध्यारो जस्तो होइन। सो त्यही नै गाइस, अब यहाँदेखि माथि जान्छौँ। त्यहाँ माथि पुगेपछि म देखाउँछु तपाईँहरूले त्यहाँनिरको दृश्य वरिपरि के कसो छ होइन। अहिले लक्के ब्रेक लिन्छौँ, बाई। सो गाइस, अब भने हाम्रो यहाँ नगुर कुङ्गरमा सङ्गसुरु बाँध्ने कार्यक्रम सुरु भइरहेको छ होइन। यहाँको चलपल रहन सहन यस्तो छ आजको दृश्य होइन, देख्न सक्नुहुन्छ तलदेखि माथिसम्म। आज चाहिँ यो वर्षमा एकचोटि फेर्छ यो सङ्गसुरु भन्ने
उस चाहिँ सबैले आफ्नो लुङदरमा चाहिँ अहिले सङ्सिर लाउने कार्यक्रम जारी हुँदैछ होइन। यहाँ हाम्रो सो ब्युटिफुल दिदी बहिनीहरू हुनुहुन्छ टक्क लाएर तलदेखि माथिसम्म। ठाउँ जति राम्रो छ मान्छेहरू पनि त्यति नै राम्रो हुनुहुन्छ यहाँनिर सबजना होइन। टक्क लाएर म छु अनि म त खासै ह्यान्डसम त छैन गाइज होइन, केही पनि अब केही छैन। यसो आयो भ्लग चाहिँ यसो बनाइदिउँ कि भनेर यसो स्टार्ट गरिदिएको होइन। ठाउँ एकदम राम्रो छ आज। यो त्यही हो, यो सब अब नयाँ फेरेको छ भने त एकदम हरियाली हरियाली भन्दा पनि कस्तो भने खोइ अब रातो पहेँलो हरियो सब धेरै रङ्गी बिरङ्गी छ आज होइन। त्यही हो, मलाई खासै त्यति राम्रोसँग बोल्न पनि आउँदैन गाइज होइन, नेपाली भाषा अब के भन्ने खोइ। यो सङ्सिर त अब धेरै रङको छ नि त, त्यही भएर अब मलाई खासै त्यस्तो दिदी आउँदैन होइन। टक्क लगाएर आज एकदम बवाल देखिरहेको छ तलदेखि माथिसम्म होइन। टक्क लगाएर यहाँ माथिको दृश्य हो भने यहाँनिर तलतिरको होइन। टक्क लगाएर सो हेर्न सक्नुहुन्छ, उतातिर जङ्गल छ वरिपरि होइन। टक्क लगाएर अब त्यही हो गाइस, म यहाँबाट चाहिँ मेरो घर देख्छ होइन। टक्क लगाएर त्यहाँबाट म देखाउँछु त्यो पनि तपाईँहरूलाई। यहाँ भने हाम्रो आसु र दिदी फर्किसक्नु भएको रहेछ। किन त तपाईँहरू यति चाँडै? हेलो सो ब्युटिफुल, के भन्नुहुन्छ मेरो भ्लगमा? एकदम रमाइलो। ए रमाइलो हो। ओके, बहिनीलाई होइन दिदीलाई बोलाऊ भनेको खै एकदम रमाइलो हो भन्नुभयो होइन। सो त्यही नै हो गाइस, अब त्यहाँबाट मेरो घर पनि देखाउँछु म। अहिले यहाँ पूजा कार्यक्रम चलिरहेछ, एकछिन म पनि यसो पूजा गर्छु होला होइन। मेरो साथी छ यहाँ टक्क लगाएर। बिहानको टाइममा गाइज अब खासै त्यस्तो राम्रो दामी भ्युज त आइरहेको छैन होला पक्कै पनि। आज फेरि मौसम पनि त्यति राम्रो छैन, अलिकति कस्तो हिजो आज 2-4 दिन भयो होइन पानी पर्ला जस्तो भइरहेछ। जोस एकदमै सफा बनाएर रहेछ अहिले केटाहरूले होइन, खुसी लाग्यो। यहाँनिर यसो फुलहरू देख्न सक्नुहुन्छ है। टक्क लगाएर यहाँ माथि बवाल ठाउँ छ, दामी ठाउँ छ होइन। अब म पनि यहाँनिर यसो अलिअलि हल्का फुल्का पूजा गरेर त्यहाँबाट एउटा 2 फोटोसोटो हान्छु अनि टक्क लगाएर मेरो गाउँ पनि देखाउँछु त्यहाँबाट होइन। टक्क लगाएर देख्छु अनि त्यहाँबाट चाहिँ हामी जान्छौँ आज यहाँबाट। राति आएको थियो, कस्तो फेस पनि मेरो क्लियर आइरहेको छैन होला होइन, केही छैन त्यही पनि। ओके, त्यसको लागि सरी भन्न चाहन्छु। टक्क लगाएर हाम्रो लामो गुरुवाहरू हुनुहुन्छ यहाँनिर। यहाँ यसो बवाल छ बवाल होइन, ठाउँ यस्तो दामी छ गाइस, देख्न सक्नुहुन्छ टक्क लगाएर। वरिपरि वन जङ्गल छ, टक्क लगाएर जङ्गलको बिचमा होइन एकदम बवाल ठाउँ, यस्तो दामी ठाउँ रमाउनु भएको छ होइन। सबजनाले लाइक सेयर कमेन्ट रियाक्सन गरिदिनु होला र भ्लगमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला गाइस होइन। त्यही नै हो, अब मैले अघि पनि भने मेरो पनि यहाँनिर पूजा कार्यक्रमहरू चल्छ अहिले, त्यहाँबाट म देखाउँछु तपाईँहरूले मेरो घर पनि। ओके गाइस, एकछिनको लागि ब्रेक लिन्छौँ गाइस। ओके, एकछिनले ब्रेक लिन्छौँ गाइस। सो गाइस, अब भने यहाँ हाम्रो बुम्बोदास देख्न सक्नुहुन्छ होइन। टक्क लगाएर यहाँनिर सबजना साथीभाइ लामो गुरुहरू होइन नाच्दै हुनुहुन्छ, हाम्रो रीतिथिति होइन। त्यस्तै छ गाइस, टक्क हेरेर रमाउन सक्नुहुन्छ। यो भनेको हाम्रो परम्परा हो होइन, यसलाई जोगाउनु पर्छ जस्तो लाग्छ, एकदम जोगाउनु पर्छ। रमाइलो पनि भइरहेको छ यो साल एकदम बवालै होइन। हाम्रो लामो गुरु बोम्बोहरू हुनुहुन्छ।
चाहिँ हाम्रो नपुर कुकरमा भएको पोपो नाच होइन। सो गाइस यहाँनिर यसो नाचगानको टिकटक भिडियोहरू बनाउने भनेको सम्भावना होला जस्तो छैन होइन। पानी परेको परेछ। हेत्तेरीको कस्तो दिन रहेछ हो आज त। हेत्तेरीको त्यहाँ माथि अलिकति राम्रो ठाउँ थियो झन् सो रमाइलो गर्ने भनेको यो पानीले गर्दा रमाइलो गर्न पाउला जस्तो छैन गाइस। अहिले हामी हिँड्दै हिँड्दै त टुप्पोमा आइपुगेको थियो। दुःख मात्रै होला जस्तो छ। यहाँको दृश्य चाहिँ यस्तो छ है चलपल यतातिरको हाइट। अब त्यहाँबाट म यसो देखाइदिन्छु तलतिरको होइन। हुन त आज पुरै कस्तो यो माघ पुसको मौसम जस्तो भइरहेको छ क्या। पुरै हुस्सो लागेर होइन। त्यही पनि केही छैन।
जे जस्तो देख्छ के कति देख्छ होइन यसो हेरौँ अरू त्यही नै हो गाइस सो अब यहाँ त टपमै आइपुग्यो होइन यहाँनिर देख्न सक्नुहुन्छ पुरै हुस्सै हुस्सो छ क्या तलतिर त केही देखिरहेकै छैन ठाउँ त राम्रै हो नि गाइस यतिको होइन बवाल राम्रो हो तर अझ त्यही हो मौसमले साथ दिएन होइन नत्र यहाँ माथिबाट पुरै गाउँठाउँहरू देख्थेँ होइन किमताङ सतीदेवी के होइन पुरै अब धेरै ठाउँहरू देख्थेँ अब त्यो चाहिँ अलिकति सम्भव भएन आजलाई हेर्नु न पुरै उस्तो चलिरहेको छ यस्तो ओएमजी हैट यहाँ कस्तो भिड थियो पुरै उस भएर यस्तो छ है यहाँको दृश्य चाहिँ टक्क लगाएर यहाँनिरको प्राकृतिक सौन्दर्य भनौँ न होइन यस्तै छ टक्क लगाएर गाइस सो त्यही नै हो हामी तलबाट आएको थियौँ यहाँ माथि मैले अघि पनि भनेको थिएँ तपाईँहरूले म यहाँ माथिको दृश्यहरूलाई पनि देखाउँछु भनेर त्यही भएर तलदेखि यहाँ माथिसम्म आयो होइन हिजो रातभरि सुतेको थिएन उता जात्राले गर्दा एकदमै थकित छु होइन त्यही पनि आइदिए गाइस यहाँसम्म फुलहरू छ यतातिर टक्क लगाएर त्यही हो मुनितिरको दृश्य यस्तो छ हेर्नु न पुरै कस्तो लागेको छ त्यहाँ मेरो साथी छ खै भिडियो बनाएर त केही अब सम्भावनै देखेन होइन यहाँनिर खै कहाँनिर के भिडियो बनाउने होला खासै त्यस्तो राम्रो भ्यू चाहिँ आइरहेको छैन आज सो त्यही नै हो गाइस एकचोटि यहाँनिर यस्तो सरेर हेरिदिइहालौँ होइन माथि आइहाल्यो यहाँ यस्तो मूर्ति छ होइन टक्क लगाएर म त्यो पनि देखाइदिन्छु तपाईँहरूलाई यहाँनिर फुल अहिले पहिलाभन्दा अलिक बढी मात्रामा रहेछ त्यतिर फुलहरू देख्न सक्नुहुन्छ यहाँनिर सो हामी तल ग्राउन्डबाट आएको थियो यहाँबाट खै खासै त्यति राम्रो देखिरहेको छैन है अलिअलि चाहिँ देख्दो रहेछ आज त्यही नै मौसम खराब छ नि त यहाँ यस्तो छ यहाँको मूर्ति होइन बवाल छ गाइस अनि त्यस्तै नै गाइस यहाँनिर यस्तै छ होइन अलिकति वन जङ्गल झ्याङ होइन फुलहरू त्यस्तै नै हो यतातिर अब त्यही नै यति नै हो यहाँको खासै त्यस्तो विधि धेरै नयाँ नौलाहरू त देखिएन त्यही हो यहाँ माथिबाट अलिकति तलतिरको भ्युजहरू देखाउन मिल्छ कि भनेको खोइ झन् अघि यस्तो थिएन अघि यस्तो विधि हुस्सो थिएन हामी माथि आउँदा आउँदै झन् धेरै हुस्सो आयो कि त्यही भएर गाइस अब त्यस्तो छ यहाँनिर हेर्नु न पुरै हुस्सो लागिसकेको छ है खोइ यहाँबाट त्यहाँ हिमाल देख्थ्यो होइन हिमाल देख्थ्यो उताको अब खोइ अब देखिरहेको छैन अहिले हुस्सोले गर्दा सो गाइस अब त्यही नै हो म भिडियो यहाँ इन्ड गरिदिन्छु होइन भिडियो के कस्तो भइरहेको छ के कस्तो आइरहेको छ होइन यसो रिएक्सनहरू दिनु पऱ्यो गाइस खै त अब रिएक्सनहरू आइरहेको छैन हाम्रो न कमेन्ट न भ्युज न लाइक होइन केही पनि आइरहेको छैन यदि सक्नुहुन्छ र मलाई माया गर्नुहुन्छ भने प्लिज 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 मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र सब भिडियोहरू लाइक सेयर गरिदिनु होला गाइस ओके बाई बाई गाइस सी यू नेक्स्ट भिडियो गाइस ओके